सो आजभन्दा 1 महिना अगाडिको कुरा हो हैन। म युट्युबमा यतिकै भिडियो हेरिरहेको थिएँ हैन। त्यो बेलामा चाहिँ मैले एउटा भिडियो देखेँ हैन, जसमा चाहिँ भनिएको थियो कि हैन यो कुरा गर हैन, जसले चाहिँ तिम्रो हेयर चाहिँ हैन एकदम ओइभी हुन्छ क्या, तिम्रो स्टेट हेयर हो भने पनि हैन तिम्रो ओइभी हुन्छ भनिएको थियो हैन। अनि त्यसमा चाहिँ अनि 1 रुपैयाँ पनि खर्च हुनेवाला छैन भनिएको थियो क्या। सो त्यही भएर हैन मैले चाहिँ त्यो कुराहरूलाई हैन ब्लाइन्डली फलो गर्न थालेँ हैन। 1 महिना जति फलो गरेँ हैन। अनि आज चाहिँ हैन मैले यतिको रिजल्ट पाएको छु हैन। अनि मलाई चाहिँ त्यो भिडियोमा भनेको कुरा चाहिँ एकदम वर्थ इट लाग्यो क्या। यहाँ हेर्न सक्छौ हैन, मेरो पहिलाको भिडियो गरे हेर अनि आजको यो भिडियो हेर हैन, त्यसमा मेरो हेयर हैन आकाश जमिनको फरक छ क्या। एकदम बवाल ओइभी भएको छ क्या। अनि सायद यो भिडियो चाहिँ हैन एकदम कमै मान्छेले हेर्छन् होला हैन, जसलाई चाहिँ हैन एक्चुअली उसको हेयर चाहिँ ओइभी बनाउनु मन छ हैन। यो भिडियो चाहिँ उसको लागि एकदम बेस्ट भिडियो हो क्या। यो भिडियो चाहिँ हैन मेरो च्यानलकै सबभन्दा बेस्ट भिडियो हो क्या। आई एम सो सुपर एक्साइटेड हैन यो भिडियो बनाउनको लागि हैन। सो त्यही भएर मैले यो भिडियो बनाएको हो क्या। किनभने हैन मैले रिजल्ट देखिसकेँ क्या, आफै यहाँ हेर्न सक्छौ हैन, तिमी पनि हेर्न सक्छौ हैन, राम्रोसँग हेर हैन। मेरो हेयर चाहिँ हैन पहिला कस्तो थियो र आज कस्तो छ भन्ने हैन मेरो रियल सब्सक्राइबरलाई थाहा होला हैन। 14 जना सब्सक्राइबर छन् मेरो हैन, उनीहरूलाई थाहा होला नि क्या। सो यो भिडियोमा चाहिँ हैन 1 रुपैयाँ पनि खर्च हुनेवाला छैन तिम्रो हैन, तर तिमीले चाहिँ हैन यतिको ओइ पाउनेवाला छौ क्या। हेर्न सक्छौ कपालमा हैन यतिको ओइभ पाउनेवाला छौ क्या। ओइभी हेयर हुन्छ क्या तिम्रो। सो यो भिडियोमा चाहिँ कुनै बकवास नगरौँ हैन, सिधै स्टार्ट गरौँ क्या यो भिडियोलाई। ओके, सो नम्बर 1 पोइन्ट भनेको चाहिँ हैन के भनेको थियो भने हैन यदि तिम्रो हेयर चाहिँ ओइली हो भने हैन तिमी हैन डेली स्याम्पू गर्न सक्छौ, त्यो ओइललाई हटाउनु पर्छ क्या तिमीले हैन। सो मेरो हेयर चाहिँ हैन, सो मेरो हेयर चाहिँ ओइली हैन, किनभने मेरो हेयर चाहिँ एकदम झाड जस्तै हुन्छ हैन नुहाएको बेलामा। सो अहिले चाहिँ मैले ओइल गरेको छु, त्यही भएर त्यस्तो देखेको हो हैन, हल्का हल्का ओइल लगाएको छु नुहाएपछि। सो मेरो चाहिँ हैन एकदम ड्राई हो क्या, ड्राई हेयर हो हैन। नुहाएपछि हैन तिम्रो हेयर हैन समाउँदाखेरि एकदम ड्राई फिल हुन्छ हैन, त्यो झाडु जस्तो फिल हुन्छ भने हैन तिम्रो हेयर चाहिँ ड्राई हो भनेर बुझ्दा हुन्छ। अनि यदि तिम्रो चाहिँ एकदम चिप्लो टाइपको हैन एकदम राम्रो एकदम नुहाएपछि एकदम बवाल तिम्रो हेयर चाहिँ साइन गर्न थाल्छ भने हैन तिम्रो चाहिँ ओइली हेयर हो भन्दा हुन्छ क्या। सो यो हेयर चाहिँ स्पेसल्ली हैन मेरो टाइपको हेयरको लागि हो हैन, किनभने मलाई ओइली हेयरको बारेमा त थाहा छैन हैन, तर मेरो टाइपको यो भनौँ न झाड जस्तो हेयर हैन, अब झाटु भन्दा नि हुन्छ यो हेयरलाई हैन, एकदम नुहाएपछि हैन खत्तम देखिन्छ क्या मेरो यो हेयर हैन। सो यस्तो हेयरलाई चाहिँ हैन आज म तिमीहरूलाई हैन 3टा टिप्स दिन्छु हैन, जसले चाहिँ हैन त्यहाँदेखिबाट हैन आज मेरो हेयरलाई नै यतिको मतलब यतिको ओइभी बनाउनलाई मद्दत गर्यो क्या। सो नम्बर 1 भनेको हैन जम्मा हप्तामा 2 चोटि स्याम्पू गर क्या। जुनसुकै स्याम्पू युज गर हैन, मैले नि त्यही 2 रुपैयाँ वाला सनसिल्क हैन, अनि त्यही जुन पाउँछ त्यही युज गरिरहेको छु हैन। मम्मी बाबासम्म माग्छु जस्ट 2-3 रुपैयाँको स्याम्पू यो यहाँ देखाइदिन्छ हैन, यही स्याम्पू युज गर्दा नि केही हुँदैन हैन। एभरेज नेपालीले युज गर्ने स्याम्पू यही हो हैन, तिमी नि युज गर्दा केही हुँदैन क्या। तर कन्डिसन के हो भने हैन डेली युज गर्नु भयो भने कि हप्तामा जम्मा 2 चोटि युज गर्नु पर्यो हैन। सो मैले चाहिँ पर्सनली हैन आइतबार र हैन मङ्गलबार युज गर्छु हैन, सोमबार भन्न आएछ सरी। सो मैले चाहिँ पर्सनली हैन आइतबार र मङ्गलबार युज गर्छु यो स्याम्पूलाई चाहिँ हैन। अनि यो 2 दिन चाहिँ मेरो लागि एकदम पर्फेक्ट छ हैन। अनि अरू दिन चाहिँ म यतिकै जेन्टल पानीले नुहाउँछु क्या। फर्स्ट स्टेप भनेको हैन। सेकेन्ड स्टेप भनेको हैन तिमीसँग हैन सी साल्ट स्प्रे हो भने त्यो युज गर हैन। त्यो मान्छेले सी साल्ट स्प्रे भनेको थियो हैन, तर मसँग यसको जुगाड पनि छ क्या। सी साल्ट स्प्रे छैन भने हैन हल्का कोकोनट ओइल छ भने हैन, कोकोनट ओइल नभए मस्टार्ड ओइल पनि हुन्छ होला सायद हैन। मैले चाहिँ पर्सनली कोकोनट ओइल युज गरेको हैन। नुहाउने बित्तिकै हैन हल्का कोकोनट ओइल सर हाल्ने हैन, त्यसपछि कपालमा यस्तो गरेर हैन ओइभ क्रिएट गर्ने क्या आफैले हातले हैन। ओइभ क्रिएट गर्ने अनि त्यसलाई त्यतिकै छोडिदिने क्या, कपालहरूलाई धेरै नचलाइरहने क्या। एकचोटि ओइभ क्रिएट गर ऐनामा हेरेर हैन जस्तो ओइभी बनाए हैन, त्यसपछि त्यतिकै छोडिदियो क्या त्यसलाई हैन, केही पनि नगर्यो क्या। अनि अर्को थर्ड स्टेप भनेको चाहिँ हैन जहिले नि नुहाउनु भन्दा अघिल्लो दिन हैन मस्टार्ड ओइल हुन्छ, मस्टार्ड ओइलले अथवा हैन यतिकै जेन्टलली हैन तिम्रो हेयरलाई चाहिँ एकदम राम्रोसँग मसाज गर हैन। अनि धेरै जसो चाहिँ हैन स्टाइल गर्ने बेलामा चाहिँ हैन तिम्रो हेयरलाई चाहिँ हल्का ओइभी टाइपको बनाऊ क्या। जसरी हुन्छ हैन ओइभी टाइपको बनाउनु पर्यो स्टाइल गर्ने बेलामा हैन। अनि यो 3टा कुरा युज गर्यो भने चाहिँ हैन तिम्रो हेयर चाहिँ ओइभी हुन थाल्छ क्या। मेरो हेयर त्यस्तो स्ट्रेट त थिएन हैन, हल्का हल्का ओइभी नै थियो हैन, तर आज यहाँ एकदम खतरा ओइभी छ क्या मेरो हेयर हैन पहिलाको भन्दा। सो यतिको हेयर पाउनलाई चाहिँ एकदम इजी छ क्या। सो यो 3टा स्टेपलाई चाहिँ हैन तिमीले राम्रोसँग फलो गर्यो भने हैन यदि तिम्रो हैन मेरो जस्तै हेयर हो भने हैन ड्राई हेयर हो भने तिमीलाई चाहिँ एकदम बेस्ट रिजल्ट दिन्छ हैन। यदि तिम्रो ओइली हेयर हो भने चाहिँ मलाई थाहा छैन हैन, तर मैले गरेको चाहिँ यही 3टा कुरा हो क्या। यसले चाहिँ हैन मेरो हेयर फललाई पनि एकदम कम गरेको छ। यहाँ हेर्न सक्छौ हैन बेबी हेयर आइरहेको छ यहाँनिर, यी मेरो हेयर लाइन चाहिँ एकदम कुक भइसकेको थियो, मैले हिजो भिडियो हालेको थिएँ। तर यहाँ हेर्न सक्छौ एकदम राम्रो बेबी हेयर आइरहेको छ हैन। सो यो कुरालाई फलो गर्न सक्छौ। ओके बाई।